हेलो गाइस, आज हजुरलाई म बिलिङ सेकेन्ड राउटरको सेकेन्ड राउटरलाई वायरलेस कसरी बनाउने भनेर म हजुरलाई सिकाइरहेको छु। हजुरले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुहोला, लाइक कमेन्ट सेयर सब्स्क्राइब गर्नुहोला। म चाहिँ आज हजुरलाई सेकेन्ड राउटरको सेकेन्ड राउटरलाई वायरलेस कसरी बनाउने भन्ने कुरा चाहिँ हजुरले सिकाइरहेको छु। एल्बिलिङको चाहिँ आइपी रहेको छ 192.168.16.1 यो चाहिँ लगइन गर्नुपर्छ। लगइन गरिसकेपछि यहाँ पासवर्डमा चाहिँ हजुरले एडमिन हान्नु होला, ADMIN हानेर लगइन गर्नु होला। लगइन गरिसकेपछि यहाँ चाहिँ हजुरको राउटरमा चाहिँ एडभान्स भन्ने अप्सनमा जानु होला। एडभान्स भन्ने अप्सनमा गइसकेपछि हजुरले अब पासवर्ड चेन्ज गर्नुको लागि 2.4G सेटिङमा जानुभयो भने नाम पासवर्ड चेन्ज गर्न सक्नुहुन्छ। तर वायरलेस बनाउनु छ अथवा आफ्नो घरमा चाहिँ मेन राउटर छैन भने वायरलेस बनाउनको लागि चाहिँ इजी सेटअपमा थिच्नु होला। इजी सेटअपमा थिचिसकेपछि यहाँ चाहिँ अप्सन 5वटा अप्सन देखाउँछ। 5वटा अप्सनमा चाहिँ हजुरले 1 2 3 अप्सनमा थिच्नु होला। वाइफाई एसिस अथवा WISP मोड भन्नेमा थिच्नु होला। यसरी थिचिसकेपछि हजुरको घर नजिकैमा रहेको वाइफाई को नाम देखिन्छ। त्यसमा चाहिँ मैले चाहिँ यहाँ नाम चेन्ज गरेँ। यो चाहिँ चलिरहेको वाइफाईको पासवर्ड हो। यहाँ हेर्ने हो भने मैले चाहिँ यो हानेर हजुरलाई एप्लाई गरेँ। अब त्यसपछि चाहिँ नेक्स्ट गर्नुपर्छ। नेक्स्ट गरिसकेपछि हजुरको सेकेन्ड राउटरको चाहिँ नाम देखाउँछ। यहाँ चाहिँ हजुरले नाम र पासवर्ड राख्नुपर्ने हुन्छ। यहाँ नाम चाहिँ मैले चाहिँ रोयल राखेको छु। यहाँ चाहिँ अब पासवर्ड चाहिँ 1 देखि 8 सम्म राखेको छु। 1 देखि 8 सम्म राखिसकेपछि मैले चाहिँ एप्लाई गरेँ। एप्लाई गरिसकेपछि हजुरले केही मिनेटसम्म हजुरले वेट गर्नुपर्ने हुन्छ। यो वेट गरिसकेपछि हजुरको वाइफाईको सिग्नल चाहिँ जान्छ। जब वाइफाईको सिग्नल जान्छ त्यसपछि हजुरले राखेको नाम अनि पासवर्ड कनेक्ट गरेर वाइफाई चलाउन सक्नुहुन्छ। अब मेरो चाहिँ वाइफाईको हेर्नुस्, वाइफाईको चाहिँ सिग्नल गइसकेको छ। सिग्नल गइसकेर अटोमेटिक अब कनेक्ट गर्नको लागि चाहिँ अब मैले चाहिँ यसलाई चाहिँ पुरै ब्याक गर्नुपर्छ। पुरै ब्याक गरेँ। पुरै ब्याक गरिसकेपछि फेरि मैले सर्च गरेँ। वाइफाईको नाम चाहिँ अघि मैले के राखेको थिएँ, रोयल राखेको थिएँ। रोयललाई आयो कि आएन, रोयल आयो। रोयलमा चाहिँ अब मैले पासवर्ड हान्नु पऱ्यो। पासवर्ड चाहिँ 1 देखि 8 सम्म राखेको थिएँ। 1 देखि 8 सम्म मैले यसरी कनेक्ट गरेँ। कनेक्ट गरिसकेपछि मेरो मोबाइलमा वाइफाई कनेक्ट भयो र चल्यो। हस् त, धन्यवाद गाइस। हाम्रो यसरी हजुरले चाहिँ सेकेन्ड राउटरलाई वायरलेस यसरी गराउन सक्नुहुन्छ। धन्यवाद।